सोलमेट, यसलाई जीवनका साथी वा प्रेमीको रूपमा बुझिन्छ, जससँग एक अनौठो र भाग्य दृष्टि जडान हुन्छ। सबै कुरा माया मात्र होइन, केही अभाव भइरहेको छ। यो जीवनमा के खोज्दैछु म? मलाई के भइरहेको छ म बुझ्न सक्दिनँ। सबै कुरा पूरा भए जस्तो लाग्दैन। अया कस्तो हतारिएर आएको। यो के हो? म उनको आँखामा आफ्नो अस्तित्व देख्दैछु। किन उसको आँखामा म आफूलाई देखिरहेकी छु? यस्तो लाग्छ उसँग मेरो गहिरो सम्बन्ध छ। सरी। हे, एक्सक्युज मी। हाय। तपाईको समय के छ? मेरो समय ठिक छ। If you don't mind, one cup tea, please. अतरा तिम्रो हाँसोमा देखिन्थ्यो। हाई। हाय। सरी, लेट भयो। इट्स ओके। तपाईले खाजा खानुभयो? खुवाउने हो। तपाईलाई के मन पर्छ? तपाईलाई के मन पर्छ? मलाई तपाईलाई जे मन पर्छ मलाई पनि त्यही मन पर्छ। यो साँच्चै तपाईको लागि। मलाई? थ्याङ्क यू। वेलकम। साँच्चै तपाईँ केमा काम गर्नुहुन्छ? म ब्याङ्कमा काम गर्छु। पैसा त टन्नै होला। टन्नै हुन्छ, दिनभरि टन्नै हुन्छ, साँझ परेपछि खाली फर्किनुपर्छ। यो काठमाडौँ छ नि, यो काठमाडौँको कुन ठाउँ मन पर्छ तिमीलाई? मलाई बौद्धनाथ, माई फेभरेट प्लेस। साँच्चै?
अग्नि, के तपाईँले कहिले सोच्नु भएको थियो कि हामी पहिले पनि भेटेका थियौँ? मलाई के लाग्छ भने नि आर्य, हामीले योभन्दा पहिले पनि कुनै समय बाँचिसकेका छौँ। कता कता आत्मामा महसुस हुन्छ। मलाई लाग्छ हामी पूर्वकै धेरै जुनीहरू सँगै बाँचिरहेका छौँ। हे भगवान, हाम्रो जोडी पनि बर र पिपल जस्तै जीवनभरि रहिरहोस्। हे भगवान, हाम्रो जोडी पनि बर र पिपल जस्तै जीवनभरि रहिरहोस्। सोलमेट भनेको यही हो। हामीले एकअर्कालाई यो जीवन मात्रै होइन, आत्माको गहिराईदेखि पहिलेदेखि चिनिसकेका छौँ। हो आर्यन, सोलमेट भनेको आत्माको अनन्त सम्बन्ध हो। हाम्रो भेट केवल संयोग मात्र होइन, यो त हाम्रो आत्माको खोजको परिणाम हो। तिमीहरूको जोडी स्वयं भगवानले बनाउनु भएको हो। अब तेरा तिमीले हृदय धेरै भार भयो, अन्तरा तिम्रो हाँसोमा देखिन्थ्यो। अग्नि, अब मैले थाहा पाएँ मेरो जीवनको अर्थ के हो। मसँग पनि मेरो उत्तर छ। हामी सोलमेट हो आर्यन।